आज चाहिँ हामी काठमाडौँमा अवस्थित रहेको एकदमै पपुलर चन्द्रगिरी हिल्स रिसोर्टमा जाँदैछौँ र यो चाहिँ सेकेन्ड पटक हो। यहाँ एकदमै सुन्दर छ र माथि टपमा चाहिँ केबल कार पनि जाने आउने गर्छ, हाइकिङ जाने पनि छन्, डोमेस्टिक टुरिस्ट र इन्टरनेसनल टुरिस्टहरू पनि हुनुहुन्छ यहाँनिर। विशेष गरी भारतदेखि पनि धेरै आउनुहुँदो रहेछ र त्यसै गरी टपमा चाहिँ मन्दिर छ र मन्दिरदेखि उतापट्टि साइडमा चाहिँ खेल्ने ठाउँहरू पनि छ, बच्चाहरूलाई खेल्ने ठाउँ रहेछ र होर्स राइड गर्ने पनि ठाउँ रहेछ। त्यसै गरी स्काई साइक्लिङ गर्ने ठाउँहरू पनि रहेछ। अत्यन्तै सुन्दर, त्यहाँबाट विभिन्न सुन्दर हिमालहरू देखिँदो रहेछ, एकदमै मनमोहक दृश्यहरू देखिँदो रहेछ। अत्यन्तै सुन्दर ठाउँ र पर देख्न सक्नुहुनेछ त्यहाँ चाहिँ हेलिकप्टर बस्ने ठाउँ पनि छ र विभिन्न वरिष्ठ नेता तथा बिजनेसम्यानहरूको मिटिङ पनि हुँदो रहेछ त्यहाँनिर। होटल पनि रहेछ र केबल कार आवत जावत गर्ने क्रम जारी छ। एकदमै सुन्दर मनमोहक दृश्य छ र यहाँ चाहिँ हामी फ्यामिली सहित भ्रमणमा छौँ र यहाँ देख्न सक्नुहुन्छ यहाँको अत्यन्तै सुन्दर दृश्य र काठमाडौँको सहरहरू तल चाहिँ देख्न सक्नुहुन्छ पहाडको टुप्पाबाट र एकदमै सुन्दर छ। तपाईहरु पनि भिजिट